अकल बिकल परेका हिँड्दा डुल्दा मरेका आलो मसन बालो मसन यो हाम्रो पाहुना मान्छेलाई तक्लिफ दिन भएन, छ्याङ्ग गराइदेऊ। नमस्कार, तपाईहरु माझमा हामीहरूले मौलिक सामाजिक चलचित्रहरू लिएर आइरहेका छौं। त्यसै सिलसिलामा यति बेला हामीले खोट नामक चलचित्र तपाईहरु माझमा लिएर आएका छौं। बल्ल उकालो सुरु भएछ। गोरे दाइ! खोटमा हामीहरूले विशेष गरेर पारिवारिक कथा, सामाजिक कथा, राजनीतिक विषयवस्तु र समग्रमा एउटा यस्तो गाउँ जहाँ अहिलेसम्म पनि सरकार पुगेको छैन र सरकार पुगेको अनुभूति त्यहाँका जनताहरूले गर्न पाएका छैनन्। त्यही गाउँको वास्तविक कथालाई कथानक रूपमा हामीले यस खोटमा प्रस्तुत गरेका छौँ। बाटो ल्याउन ठिक छैन, हामीले हाम्रो पार्टीले ज्यानमारा काम कहिल्यै गर्दैन। हामीले खोट चलचित्रमा थुप्रै विषयवस्तुहरू समावेश गरेका छौँ, जसमा त्यहाँ पढ्ने बालबालिकाहरू जसले अत्यन्तै असुरक्षाका बीचमा पढ्नु परिरहेको छ र धेरै कुराहरूको अभावमा त्यहाँ पढिरहेका छन्। तिनी विषयहरूलाई हामीले समावेश मात्रै गरेका छैनौँ, उहाँहरूलाई तत्कालीन रूपमा केही सहयोगहरू पनि गरेका छौँ। शैक्षिक सामग्रीहरू, ड्रेसहरू, त्यसै गरी विभिन्न सहयोगहरू हामीले गरेका छौँ र सहयोग गर्नको लागि हामीले धेरै ठाउँमा सहयोग गर्दै आउनुभएको, हामीलाई पनि उत्साह र प्रेरणा दिँदै आउनुभएको सहयोगीहरूलाई पनि जोड्ने काम गरेका छौँ। विशेष गरेर हङकङमा बस्नुहुने मुस्कान दाहाल दिदीले हामीलाई ठुलो सहयोग गर्नुभएको छ। त्यसै गरी हेमा श्री फाउन्डेसनको तर्फबाट हेमा श्री दिदीले सहयोग गर्नुभएको छ र त्यसै गरी हाम्रो सुटिङकै सिलसिलामा सुटिङ स्पटमै पुगेर सहयोग गर्नुभएको छ अमेरिकाबाट आउनुभएको श्याम राई सरले। उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। डर भयो त गाउँमा बस्न। तपाईँलाई सार्ने ठुलो कुरो होइन नि, तर तपाईँ झर्नु भने खोटेमा हाम्रो आधारै सिद्धियो। चलचित्र निर्माण गर्नको लागि बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर 1 को खोटे थगलिनीमा पुगेका थियौँ। रिपोर्टिङको सिलसिलामा त्यहाँ पुग्दै गर्दाखेरि त्यहाँको विषयहरू मैले देखिसकेपछि त्यसलाई एउटा चलचित्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरेको थिएँ र त्यति बेला हामीलाई त्यहाँसम्म पुर्याउने सबैलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामीले चलचित्र निर्माण गर्दै गर्दा हामीलाई खोटे थगलेनीवासीहरूले अत्यन्तै ठुलो सहयोग गर्नुभएको छ। त्यसकारणले उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। छोड्नुहोस्, लताउनु पर्दैन, म आफै जान्छु। तर म एक्लै होइन, छोरीलाई पनि लगेर जान्छु। चलचित्र निर्माणको सिलसिलामा हाम्रो टिमका सम्पूर्ण साथीहरूले हृदयदेखि नै खुलेर काम गर्नुभयो र हामीले उक्त चलचित्र निर्माण गर्नका लागि सपोर्ट मिल्यो र जस्तोसुकै सामना समस्याको गर्नु परे पनि गर्नुभयो र हामीले एउटा न्यूनतम बजेटमा यति राम्रो चलचित्र निर्माण गर्न सक्यौँ भन्ने लाग्छ। हाम्रो टिमका सम्पूर्ण साथीहरूलाई पुनः सम्मान व्यक्त गर्न चाहन्छु। त्यही एक बोतल रोक्सिना बिक्छौ र त यो पुरै गाउँ पछि पर सकर तिम्रो। कता मैले रक्सी नखाँदैमै यो गाउँको विकास हत्तै अगाडि आउँछ। धेरैको चाहना पनि छ कि तपाईँहरूका चलचित्रहरू आउँछन् तर हामीले हलमा हेर्न पाइँदैन किन भनेर पनि प्रश्न छन्। त्यसको लागि धेरै कुराहरू छन्। हामी आगामी प्रोजेक्टहरूलाई पक्कै पनि त्यो स्तरसम्म लगेर तपाईँहरूलाई हलसम्मै पुर्याउने कोसिस अवश्य पनि गर्नेछौँ। यो कुराको चाहिँ एकदमै जानकारी गराउन चाहन्छु। तर अहिलेको लागि भने हामी युट्युब र सामाजिक सञ्जाल मार्फत नै तपाईँहरू माझमा आएका छौँ। बाले म पेटमै छँदा गोरे नाम राखिदिएछन्, जन्मी त कालो जन्मे, न बाउको दोष न मेरो दोष। हामीले विभिन्न ठाउँमा च्यारिटी सोहरू पनि गऱ्यौँ र च्यारिटी सोबाट अत्यन्तै सकारात्मक प्रतिक्रियाहरू पनि पायौँ। धेरैले मन पराउनु भयो। यो कुराले हामी खुसी छँदैछौँ र च्यारिटी गर्ने सिलसिलामा जसले हामीलाई हृदयदेखि नै सहयोग गर्नुभयो उहाँहरूलाई पनि फेरि हामी धन्यवाद दिन चाहन्छौँ। तपाईँले छोड्ने बेला मैले तपाईँको दुध खान्थेँ रे त, त्यति सानो मान्छेलाई नि छोडेर जाने? पापी मान्छे।
अनि दर्शकहरूलाई लाग्न सक्छ कि यसरी तयार गरेको चलचित्र कस्तो छ त। अब कस्तो छ भन्ने कुरा म आफै सबै कुराहरू बताउन चाहिनँ। पक्कै पनि मङ्सिर 6 गतेदेखि युट्युब लगायत विभिन्न सामाजिक सञ्जालहरूमा आइसकेको छ र तपाईँहरूले आफ्नो तरिकाले हेर्नुहोला र कस्तो लाग्छ त्यो चाहिँ जेबाट हेर्नुहुन्छ त्यसमा चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोला, यो अनुरोध गर्न चाहन्छु। र यो भिडियो हेर्नुभएकोमा सबैलाई धन्यवाद।